हेलो गाइज वेलकम टु ब्याक इन न्यू भिडियो होइन। अब लास्ट पछि होइन लास्ट भन्दा पनि धेरै पछि चाहिँ अब आइसकेको छ होइन। ब्याक टु ब्लग। ल गाइज अब चाहिँ हामी चल्दिएको छौँ। अब चाहिँ क्याक्समा बसिरहेको छ। पछाडि चाहिँ केटाहरू छ। यता चाहिँ हाम्रो चिम्से छ यहाँ यो यहाँ भाउजू। अब सबैलाई बाई बाई गरेर चाहिँ अब हाम्रो यात्रा सिधै सुदूर पश्चिमतिर। गाइज अहिले चाहिँ हामी पशुपतिको जाममा बसिसकेका छौँ। लास्टै गर्मी छ, पानी नखाम हो अहिले। जाम चाहिँ खुलिसकेको छ है। फिल्म हल चाहिँ आइरहेको छ होइन, गोपी कृष्ण। त्यही हो केटा हो हल चाहिँ। हामी चाहिँ बस पार छिरिसक्यौँ। हाम्रो इन्ट्री भइसकेको छ एयरपोर्ट मेरो लागि। हामी छिरिसक्यौँ है फाइनली गाइस। हातमा टिकट आइसकेको छ। अहिले चाहिँ हामी अब खाजा खान आइसकेको छौँ। यहाँ छ विकेश, यहाँ छ मोमो, यहाँ पनि छ मोमो। अहिले चाहिँ म बसमा छु। बस कुरेछु खै बसै आउँदैन त हौ। के भयो यहाँ बिजी छ गर्लफ्रेन्डसँग। हामी चाहिँ लम्कीमा छौँ होइन, लास्ट गर्मी छ। अहिले चाहिँ हामी लम्कीको बस पार्कमा छौँ। अब चाहिँ म यहाँबाट हिँड्छु। मेरो यात्रा अब सुरु हुन्छ। अहिले म बिहानको के कति बज्यो भन्दाखेरि 6:30 भइसकेको छ। 6:30 बज्यो भनेपछि अब 7 बजेतिर हिँड्छ होला। 7 बजे हिँडेपछि बेलुका म 4 बजे पुग्छु है गाइज। बाटोमा आउँदा गाइज हेर्नु फाइनल गाइज म चाहिँ घर पुगिसकेको छु। अहिले चाहिँ म घरमा ठ्याक्क बसिरहेको छु। घरको यहाँ धारो छ, धारोनिर बसिरहेको छु। यहाँ चाहिँ फुपू छन्। यहाँ फुपू चाहिँ पुरा के गहुँ केलाउँदैछन्। ऊ यहाँ चाहिँ मम्मी छन्, मम्मीले पनि गहुँ केलाउँदैछन्। ऊ त्यहाँ मेरो बाजे छन्, बाजे अनि त्यहाँ माथि गाउँको एउटा दाइ हुनुहुन्छ, उहाँ काम गर्दैछन्। यस्तो चाहिँ यो चाहिँ धामभाडा भन्ने गाउँ हो। यहाँ चाहिँ गहुँ टिपिँदैछ है गाइज। अहिले चाहिँ गाइज म खाजा खानको लागि चाहिँ चाउचाउ किन्न गइरहेको है। यहाँ चाहिँ मेरो फुपू छन्। यहाँ धेरै थाकिने रहेछ क्या गाइज होइन, गाउँमा नहिँड्या मान्छे। उकालो हिँड्दाखेरि चाहिँ औ तल चाहिँ ऊ त्यहाँ तल मन्दिर छ, यताबाट ऊ त्यहाँ तल चाहिँ पसल छ। यहाँ चाहिँ रोड छ। अब चाहिँ हिँडिरहेको छु। तल चाहिँ खोला छ, कैलाश खोला है होइन। हामीले चाउचाउ किनिसकेका छौँ। खै चाउचाउ देखाउनु त। चाउचाउ यता छ। अब चाउचाउ खानुपर्छ है। अहिले मिठा खाइरहेको छु। खाने कोही घरमा दिँदिनँ।